भुरुम गर्छ नि त। 240 रुपियाँ तिरेर किने, यहाँनिर 200 रुपियाँ रहेछ कि, अझ सस्तो रहेछ। पर्क पकाउन जाउँ, सुँगुरको मासु है। यसमा चाहिँ कस्तो भन्दाखेरि एनी कार्ड के यो राकुतेन पे, लाइन पे, इच एन्ड एभ्रिथिङ चल्छ। तपाईँले यसमा पैसा हाल्ने, अनि या त कि त यसमा पैसा हाल्ने, अनि तलपट्टि सामान आउँछ टिपेर खाने कि। भोलि पनि छुट्टी छ, भोलि चाहिँ म चाइना टाउन जाने प्लानमा छु। ओके सो हेलो नमस्ते एभ्रिवान, सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु र म तपाईँको सिजन इगल ब्रो है। अनि र अहिले चाहिँ रातिको 1:56 भइरहेछ होइन, 1:56 भइरहेछ, बिहान भइसक्यो होइन। अनि अरू बेला चाहिँ मेरो यति बेला कामबाट आउँदै गरेको हुन्थेँ, तर आज चाहिँ छुट्टी थियो अनि ढिलै उठेको थिएँ होइन। अनि अब केही बेर यो रुममा बसेर एकछिन बाहिर गएर बियर लिएर खानु पऱ्यो, बाहिर एकछिन हिँड्नु पऱ्यो, अलिकति बोर भयो कि, अल्छी लागिरहेछ। अनि भोलि पनि छुट्टी छ, भोलि चाहिँ म चाइना टाउन जाने प्लानमा छु एक्लै भए पनि। र अब चाहिँ म कहाँ जानु लागेको छु भने हुन्छ नि लेट सो यु है, तपाईँले देखिरहनु भएको छ होला, जापानमा चाहिँ यस्तो एउटा कम्बिनी हुन्छ होइन, यस्तो कम्बिनी दोकान हो किरा छ। यस्तोमा चाहिँ हामी सबै थोक 24 आवर्सभित्र जे पनि किनेर खान सक्छौँ कि। सो त्यो चाहिँ एकदमै राम्रो कुरा हो होइन, सुविधाको कुरा। अनि रातिको नाइट वेस्ट छ मेरो रुमबाट प्लान छ। तर त्योभन्दा अगाडि चाहिँ म पर्क पकाएर खाएर निस्किन्छु। छोडेर पर्क पकाउन जाउँ, सुँगुरको मासु है। नेपालमा जस्तो मिठो त हुँदैन, त्यही पनि लेट्स होप म मिठो पकाउँछु। मैले चाहिँ अब सुँगुरको मासु अनि भुजा खान लागेको छु। यो खाइसक्ने बित्तिकै म जानेछु रुमदेखि बाहिर होइन। खाम्पाई गाई चियर्स। जापानमा चाहिँ चियर्सलाई खाम्पाई भन्छ। यो लसुन अब आज म उठेकै 2-3 बजीतिर हो, छुट्टी थियो नि त, कम्पनी काम छुट्टी थियो। अनि यहाँ दिनैभरि ओछ्यानमा बसेर सिरिज हेर्दा दिक्क भयो क्या। त्यो हुँदाखेरि उठेर मैले पकाएँ, अब बाहिर जान्छु गरेको। र भ्लग बनाउने सोच पनि थिएन, एकछिन अब सिरिज हेरिसकेँ, के गरौँ भयो। फेरि नेक्स्ट भ्लग ट्राई गरौँ नि त भनेर बनाउँदैछु होइन। सब्सक्राइब गर्नु भएको छ भने सब्सक्राइब गर्नु होला। तपाईँहरूले देख्न सक्नुहुन्छ होइन, हामीले बियर चाहिँ राति खानु मन लाग्दाखेरि मेरो चाहिँ यो अपार्टमेन्टको फर्स्ट फ्लोरमा कुन बियर खानु चाहिँ साप्पोरो, जापानको एकदमै फेमस बियर हो होइन। यो साप्पोरो अनि के भन्छ यो जिरो, यसलाई के भन्छ लेमन सावर भन्छ होइन। म यहाँबाट किन्न सक्छु, तर म यहाँ अहिले खाँदिनँ। म बाहिर जाने सोचमा, म बाहिर निस्किने मोडमा आइसकेको छु तलनिर। सो अहिले जाउँ। र बियर मात्र नभएर यु क्यान बाई एभ्रिथिङ क्या, चिज भयो होइन, रामेन भयो, सबै थोक किन्नु पाउँछ। यो भयो लाइक इनर्जी ड्रिङ्क, मोन्स्टर इनर्जी ड्रिङ्क, जुसहरू भयो होइन, इट्स एभ्रिथिङ, कफी, ड्यू, रेड बुल, यु क्यान बाई एभ्रिथिङ फ्रम दिस बाइडिङ मेसिन है। रातिको 3 बजी आकाश उज्यालो भइसक्यो। मेरो रुममा लाइट बलिरहेछ, यो हो मेरो रुम, लाइट बलिरहेछ। मैले भनेको दोकान चाहिँ त्यो हो, यो अगाडिको यो बलिरहेछ फ्यामिली मार्ट। बियर किन्छु अनि फर्किन्छु। यु क्यान सप एभ्रिथिङ है, एभ्रिथिङ। मलाई बियर खानु छ अब, रामेन भयो, यहाँ चाहिँ बियर।
कुन ठाउँ त बियर जम मैले यो लिएँ यो चाहिँ 9% अल्कोहल हुन्छ यसमा साथीहरू होइन मैले भर्खरै यो बियर लिएर आएँ 9% होला र फेरि तपाईँलाई बाटोमा हिँड्दै हुनुहुन्छ भने तपाईँले यस्तोमा पनि आएर किन्न सक्नुहुन्छ कि बुझ्नुभयो नि सबै तपाईँहरूलाई चिसो तातो एकदमै जे भन्यो त्यही पाइन्छ सो यही नै सुविधा जापानको मैले भर्खर यो बियर लिएर आएँ होइन यो बियरलाई मैले 240 रुपियाँ तिरेँ यति रातिको 3 बजी लागिसक्यो नि त र के फरक छ भन्दाखेरि चाहिँ हामीले नर्मल्ली हामी सुपा छिर्यौँ भने लाइक सुपर मार्केट छिर्यौँ भने यही बियरलाई 200 रुपियाँसम्म आउँछ कि यो भनेको 500 ml को बियर हो यो 200सम्म आउँछ भने यहाँ चाहिँ थोरै 40 रुपिस महँगो पर्न जान्छ र अहिलेको यो अगाडि चाहिँ टक्कै एउटा स्कुल छ सानो नानीहरूको त्यही भएर कम्पाउन्ड घेरेको छ है त्यहाँ दामी देखिरहेछ ओके र जाने म यता हो र बाटोमा गाडी कुदिरहेको छ यतै जानुपर्ने हुन्छ हामी उता जान्छ र म बाटो क्रस गर्छु यहाँदेखि ओके सो तपाईँले यहाँ देख्नु सक्नुहुन्छ है म हिँड्दैछु बाटोमै छ कि जुसको दोकान तपाईँहरूले त्यहाँ पैसा हाल्ने 100 रुपियाँ कति पर्छ त्यो अनुसार तपाईँले कोइन हालेपछि कोइन या त तपाईँले 1000 रुपियाँको पैसा हालेपछि ठक्क के भन्ने जुस आउँछ यो बियरलाई चाहिँ लेमन सर भन्छ यो चाहिँ लेमनको फ्लेभर हो यो खाइ नसकिकन म रुम फर्किन्छु र अहिले चाहिँ राति छ नि त बिहान हुन लागिसक्यो उज्यालो भएर छ मेरो रुम पछाडि हो अलिक परतिर तर म अगाडि जान्छु यो बाटो सिधा अगाडि पेट्रोल पम्प देखिरहनु भएको छ तपाईँहरूले यस साइकल पनि कुदिरहेछ होइन चेस गाइज ओके रातो बत्ती बल्यो जाँदैछु ए हरियो बत्ती बल्यो ओके अर्को दामी गाडी गयो नाम चाहिँ ठ्याक्कै बिर्स्यो तर दामी गयो कि यहाँ चाहिँ टोयोटाको सोरुम छ ओए दामी म यसकै लागि भयो आएको थिएँ कि यस्तै भाइब्सको लागि भयो पनि विदेशको नाइट भाइब चाहिँ यस्तै छ होइन छुट्टी थियो भोलि सुत्नु भोलि दिनमा सुत्दा भइहाल्छ पर्सि काम छ नि त त्यो हुँदाखेरि अब यसो तपाईँहरूलाई लाइक मेरो भ्युअर्स सबैजना नेपालमा हुनुहुन्छ नि त प्रायः धेरैजना तापा नहुने साथीभाइहरूलाई त थाहा नै छ अब रातिको माहौल होइन विदेशमा हुने मान्छेहरूलाई लाइक अब यस्तो हुन्छ है भनेर देखाउनु खोज्छ मात्रै हो अघि मैले त्यहाँ तपाईँलाई फेम मार्थेँ भने यो चाहिँ 7-11 हो 7-11 होइन यसमा पनि तपाईँले भने जस्तो जे पनि सामानहरू किन्न सक्नुहुन्छ राति 24 आवर्स हो यो चाहिँ अनि मेरो बस्ने घर यही हो म धेरै टाढा गएको छैन बाहिर एकछिन हावा खाएर मात्रै निस्किएको अब म जान्छु म यतिकै हाफप्यान्टमा निस्किन्छु हाफप्यान्टमा जुत्ता लगाएर निस्किएको छु होइन आया सरी फ्रेस फिल हुन्छ दिउँसो धेरै मान्छेहरू यो बाटोमा साइकलहरू मान्छे धेरै हिँड्दा हुन्छ नि त अनि अहिले त कमसेकम अलिक थोरै हिँड्छ बाटोमा एक्लै आनन्दले हिँड्दा नि त म त्यो हुँदाखेरि अब म आइसकेँ फेरि मेरो अपार्टमेन्ट चाहिँ कस्तो भन्दाखेरि भित्र जानुभन्दा अगाडि यो हामीसँग यो ढोका खोलिँदैन कि ढोका खोलिँदैन लक लागिरहेछ सो आई हेभ टु प्रेस द लक यति बजी खोल्यो यहाँ अनि भित्र जाने नभए छिर्न पाइँदैन या दिस इज मी गाइज चेस खम्पाई ल अब हेर्नु त
यो बियरमा के फरक छ? केही फरक छैन नि त होइन। मैले यो कम्पनी 240 रुपियाँ तिरेर किनेँ, यहाँनिर 200 रुपियाँ रहेछ कि, अझ सस्तो पो रहेछ। मैले खाएको हुन्थ्यो नि त होइन, के गर्ने, उतै गइहालेँ बाहिर निस्किने मोडमा। अनि अब जुसहरू यहाँ छ। यसमा चाहिँ कस्तो भन्दाखेरि एनी कार्ड के, यो राकुतेन पे, लाइन पे, पेपे, डोकोमोको पेपे होइन, भिजा कार्ड इच एन्ड एभ्रिथिङ चल्छ। तपाईँले यसमा पैसा हाल्ने, अनि यता कि त यसमा पैसा हाल्ने, अनि तलपट्टि सामान आउँछ, टिपेर खाने कि झिकेर खाने भनौँ न। आइसकेँ र मैले बियर पनि ल्याइसकेँ, थोरै महँगो लाएर भए पनि। तर यो चाहिँ कुनै नराम्रो हिसाबले मैले किनेको होइन है, जस्ट एउटा भ्लग बनाएको भएर। आज राति अब यति राति किन जान्थेँ म बाहिर होइन, मेरो केही कामै पनि छैन नि त, फोकटको भ्लग हो क्या यो, फोकटको एउटा कन्टेन्ट दिन खोजेँ हो मैले। जस्ट अब 24 आवर खुल्ने दोकानहरू छ, आफूलाई भोक लाग्दा, आफूलाई चाहिँदा, आफूलाई मन लाग्दाखेरि होइन, खानेकुराहरू भयो त्यहाँनिर। अब एटिएम पनि हुन्छ, एटिएम पनि युज गर्नु पाएँ हामीले होइन। प्लस कस्तो भन्दाखेरि आफूलाई कुनै डकुमेन्ट चाहियो भने प्रिन्ट गर्न पनि त्यहाँनिर सकिन्छ कि, त्यो पनि म कुनै बेला छुट्टै भ्लग बनाउँला, सबै कुरा गर्न सकिन्छ कि, त्यो हुँदाखेरि एकदमै सुविधा छ। ल साथीहरू, अब मैले भ्लग यस्तै बनाएँ, नर्मल छोटो भ्लग गरेँ होइन, र यस्तै भयो। तपाईँहरूलाई के कस्तो लाग्यो छोटो कमेन्ट गर्नु होला। अब चाहिँ म यो भ्लग इन गर्छु र भोलि योकोहामाको चाइना टाउन जान्छु म। सो त्यसको लागि नेक्स्ट भिडियो एकदम राम्रो लिएर आउँछु। त्यसको लागि चाहिँ तपाईँहरूले सब्सक्राइब गर्नुपर्ने हुन्छ मेरो च्यानललाई। सो इगल ब्रो च्यानललाई चाहिँ सब्सक्राइब गरेर माया देखाइदिनु पऱ्यो है त।